हेलो गाइस, स्वागत छ हजुरलाई आमा छोरी ब्लगमा। आज चाहिँ म फेरि आइसकेँ हैन, न्यू ब्लग लिएर। एन्ड आज सो के छ भन्दैछि, आज चाहिँ मैले मम्मीको लागि एउटा बर्थडे गिफ्ट ल्याइदिएको छ। हो त्यो गिफ्ट चाहिँ जुत्ता हो हैन। अनि मम्मी चाहिँ मुलो घर जानुभएको थियो, आउनु भएको छ। एन्ड म नभनिकन ब्यागमा चाहिँ उ थियो नि त पैसा, त्यतिहरूको पैसाले मैले खुजुक्क निकालेर आफ्नो पर्समा हालेँ हैन। अनि म स्कुल गएँ। त्यसपछि मैले मम्मीको लागि वान जुत्ता ल्याएको छु। यहाँ ब्यागमा छ, मैले ल्याएको छु। एन्ड मम्मीको पनि हेर्नुपर्छ। साइज त्यति पनि हुँदैन, मलाई चाहिँ केही थाहा छैन। यहाँ छ गिफ्ट चाहिँ हैन, मम्मी बाहिर जानु भएको छ। एन्ड मलाई अब म जान्छु हैन गाइस। म भित्र चाहिँ किचनमा आइसकेँ। किचनमा हुँदैन मम्मी। छोरी के हो यो? तपाईँको बर्थडे गिफ्ट के? बर्थडे गिफ्ट आज के ल्यायो त अनि बर्थडे गिफ्ट चाहिँ? हेरौँ गाइस कस्तो हुन्छ रहेछ। तर मलाई साइज थाहा छैन। साइज थाहा भएन? 7 नम्बरै ल्याइदिएको थिएँ। हुन्छ कि हुँदैन मलाई केही थाहा छैन। अनि बर्थडे गिफ्ट ल्याइदिने भएको मेरो छोरी। अनि हेर्नुहोस् त, तिहारमा टिकोलाको पैसाले छोरीले बर्थडे गिफ्ट। वाउ, म नापी हेर्छु है नानी। ल लु, अनि ठ्याक्कै भयो त। अनि भयो कसरी यस्तो टाइट भएन? ठिक्क भयो हौ। ठिक्क भएछ गाइस। अनि कतिमा ल्यायौ? उयो 1200 1200 भन्दै थियो हैन। अनि मलाई चाहिँ नि 1150 मा दिनुभयो। 1150 मा दिनुभयो। अनि किन ल्याएको? मलाई त भन्थ्यो नि त नि। पर्दैन। अस्ति पनि मैले भर्खर यसै पालीको पनि मैले यो पनि दिएको थिएँ। दसैँमा टिकोलाको पैसाले भन न। यसै दसैँको पैसाले। एन्ड यहाँनिर चाहिँ छ तिहारको पैसाले। एन्ड 17 गते मम्मीको बर्थडे आउँदैछ हैन। मैले छिटै गरेँ। अनि 17 गते नै देखाउनु पर्थ्यो नि त सानो। अब अनि साइज थाहा हुँदैन नि त। आज देखाइहालेको। 100 रुपियाँको मैले एउटा ब्रासलेट किने। कसले लिएर गयो आज दोकान चाहिँ? मेरो साथी। अनि रोशनी। गाडीहरू हिँड्छ अनि त्यसरी जानु हुँदैन नि भरि दोकान। के हुँदैन। कति बेला गयौ हामी? बसबाट उत्रिने बित्तिकै गएको नि। बसबाट उत्रिने बित्तिकै गएको? अनि के भनेर माग्यौ? आन्टी उयो के पो अलिक ठुलो मान्छेलाई हुने जुत्ता छ कि छैन भने हैन। अनि त्यहाँदेखि कत्तरलाई भन्नुभयो हैन। अनि 6 नम्बरेको भने त्यसपछि के भन्नुभयो? ठिक भएन भने ल्याउनु फिर्ता गरिदिन्छु भन्नु। अनि यहाँनिर 7 नम्बरे रहेछ नि त। अनि मलाई मच्चासँग हुँदैन जस्तो लागिरहेको थियो, त्यही भएर मैले 7 नम्बर ल्याइदिएँ। सेम मेरो जस्तै ल्याइदिएको छ गाइस। एकछिन न भएको छैन। एन्ड गाइस हामी बाहिर आयौँ। यहाँ भित्र देखिँदैन होला भनेर। हेर्नुहोस् त, साइज पनि ठिक्क भयो। मैले चाहिँ जहिले मम्मीको बर्थडेमा गिफ्ट दिने गर्थेँ नि त। अनि त्यसैले मैले मलाई चप्पल ल्याइदिएको थियो छोरीले। यसपालि चाहिँ जुत्ती होइन चप्पल जस्तो ल्याइदिएको थिएँ। यस छोरी बढेर